यो नयाँ सरकारले के गर्न खोजेको हो? माननीय सदस्य विषयवस्तुमा अगाडि बढ्नुहोस्। त्यो सम्भव छैन। सभामुख महोदय, मैले हिजो पनि तपाईहरुलाई यति निवेदन गरेँ, मेरो बाध्यता होइन यो तपाईहरुले नियमले मिच्नु भयो, यसो नगरौँ, मन्त्री सब चाहिन्छ भनेर तपाईले सब डाक्नुभयो। फेरि 15 मिनेट स्थगित गर्नुभयो तपाईले। अहिले त्यो स्थगित गरेपछि मन्त्री खोइ त सभामुख महोदय, यसो नगरौँ न। हामीले सदनलाई मैले पनि बारम्बार भन्छु थितिमा बसलौँ। तपाईहरुले हामीले हेप्नु भएको हो नि, हेप्ने अझै कति हेप्नुहुन्छ हेर्नुस्। यहाँभन्दा हेप्ने ठाउँ छ? यो मिल्दैन सभामुख महोदय, मेरो बाध्य हो। माननीय सदस्य, आज हामीले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको छलफलमा छौँ। यसमा माननीय सदस्यलाई अहिले गृहमन्त्रीज्यू र कानुन मन्त्रीज्यू आउने क्रममा हुनुहुन्छ र उहाँहरूभन्दा बाहेकका मन्त्रालयको विषयमा आफ्नो कुरा राख्दै गर्नुहोस् र मन्त्रीज्यूहरू आउने क्रम छ र उहाँहरूको मन्त्रालयसँग सम्बन्धित विषय उहाँहरू आइपुगेपछि राख्नुहोला। अहिले आफ्नो भनाइ अगाडि बढाउनुहोस्। तपाईँले हेप्नुभयो नि त, हिजो त्यत्रो कुराकानी गरी स्थगित भएको, तपाईँले 15 मिनेट स्थगित गर्नुभयो। के को लागि स्थगित गर्नुभयो त? मिल्दैन सभामुख महोदय। विधिलाई मान्नु पर्यो, विधिलाई टेक्नु पर्यो। म मान्छु, लु सभामुखको निर्देशन म तलमाथि यति पनि गरिदिनु, तर नियमावलीको दफा यति नम्बर यति अनुसार यस्तो भयो भन्नु भने कुन ठुलो कुरो हो त? म मानिदिन्छु। सार्वभौम सत्ता सदनलाई हेप्ने कुरो हुँदैन मन्त्रीजी। मन्त्रालय चाहिँ 8 वटा छ, मन्त्री चाहिँ 6 वटा हुनुहुन्छ। के हो यो? तर सभामुखले धेरै अनुरोध गरिसक्नु भएको हुनाले म अगाडि बढेँ। त्यो त यस्तो झुर रहेछ हेर्नुहोस्, योजना सम्पन्न भइसकेको ठाउँमा पैसा हालेको छ। खै सूचना? उहाँले सूचना लिनु भएन हेर्नुहोस्। बरु कहिले कहिले ठेकेदारलाई थर्काइदिनु भयो। त्यो सूचनातिर त उहाँ जानु भएन छ। अनि मलाई त अचम्म लाग्यो हेर्नुहोस्। पहिला निर्वाचनमा जितेर आइसकेपछि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले के गर्नुभयो भन्ने हामीलाई डाकेर म यसोटी पुरानो अधुरो योजना सब सम्पन्न गर्छु। किन यस्तो भयो? मलाई लाग्छ मन्त्रीज्यू तपाईँ यता मात्र हेर्नु राम्रो हुन्छ। तपाईँलाई पनि मैले हेरिरहेको छु। अब तपाईँलाई मेरो निवेदन छ सभामुख मार्फत, तपाईँले ती अधुरो योजना सम्पन्न गर्नुपर्छ। अनि कामको परिणाम आइसकेपछि के हुन्छ? तपाईँको नि हाइहाइ हुन्छ। अनि हामीलाई पनि भन्न सजिलो भयो। हामी आम जनतामा धनकुटावासीलाई म भनिदिन्छु, तपाईँको बारेमा म बाँसुरी बजाइदिन्छु, राम्रो मन्त्री हुनुहुन्छ भनेर।